सम्पूर्ण नमस्कार। यो हप्ता घटेका दुईटा घटनाले एकदमै मन छोयो र ती घटनाहरू हजुर समक्ष ल्याउँदैछु। एउटा प्रशान्त तामाङ, गायक कलाकार प्रशान्त तामाङको मृत्यु भयो र अर्का 80 वर्षीय भारतीय नागरिक नक्का इन्द्रयाको मृत्यु भयो। यो दुईटैको मृत्यु अगाडि र पछाडि घटेका घटनाक्रमहरूले चाहिँ अलिकति मन छोयो, भावुक बनायो र त्यसबारेमा म अलिकति हजुरहरूलाई भन्न गइरहेको छु। प्रशान्त तामाङको मृत्यु दिल्लीमा भयो र उहाँको पार्थिव शरीरलाई उहाँको गृह जिल्ला खारसाङमा ल्याइयो र अन्तिम श्रद्धाञ्जली दिन उपस्थित भएको भिडहरूका माझमा त्यहाँका स्थानीय साथी, उहाँका साथीहरू र कलाकारहरूले र उहाँसँग सँगसँगै प्रतिस्पर्धा गर्नुभएका इन्डियन आइडलका एकजना कलाकारले त्यो ठाउँमा पार्थिव शरीरको अगाडि त्यत्रो श्रद्धाञ्जली दिन आएको भिडको अगाडि प्रशान्त तामाङले नै गाएको गीत गाएर उहाँहरूले श्रद्धाञ्जली दिनुभयो। कुनै समय त्यही गीत गाउँदा, प्रशान्त तामाङले गाउँदा त्यसरी नै भिड जम्मा हुन्थ्यो र त्यही भिडले कति रमेर त्यो गीतको आनन्द लिन्थे। तर त्यो माहौल यस्तो भयो, गीत बजिरहेको छ, सुन्नेहरू सबै भावुक छन् र त्यो गाउने गायक चिर निन्द्रामा छन्। त्यस्तो दृश्यहरू देखियो। र अर्को घटना 80 वर्षीय भारतीय नागरिक नक्का इन्द्रया, जसले आफ्नो मृत्युभन्दा अगाडि नै आफ्नो च्यान खने र किन यस्तो भयो, किन यसो गर्नुभयो भन्दाखेरि उहाँले एकदम स्पष्ट शब्दमा भन्नुहुन्थ्यो। उहाँको श्रीमतीको मृत्यु भएपछि लगातार प्रत्येक दिन नबिराइकन उहाँले श्रीमतीको चियानलाई सफा गर्ने, त्यहाँ फुल चढाउने गर्नुभयो र निरन्तर त्यो काम गर्दै गएपछि यस्तो खालको लगाव भयो उहाँलाई पनि। त्यो म पनि यही श्रीमतीकै नजिकमा, श्रीमतीकै छेउमा म पनि भोलि मृत्युपछि चिर निन्द्रामा चाहिँ सुत्नुपर्छ भन्ने उहाँलाई महसुस भएछ र उहाँले आफू जिउँदै हुँदा आफैले खाल्डो खन्न सुरु गर्नुभयो र श्रमिकहरूको मद्दतले त्यसलाई यति सुन्दर बनाउनु, जस्तो आफूले लागेको थियो, आफूले आफ्नो च्यानलाई यति सुन्दर बनाउनु भयो। र उहाँले आफ्ना इन्टरभ्यूहरूमा के भन्नुभएको छ भने, अब मलाई मेरो अन्तिम गन्तव्य कहाँ हो भन्ने मलाई थाहा भयो, मेरो गन्तव्य यही हो, श्रीमतीकै छेउमा हो भन्नुभएको छ उहाँले आफ्ना इन्टरभ्यूहरूमा। आफ्नो खाल्डो आफै खनेर र त्यसलाई पनि त्यति सहज रूपमा लिएर उहाँको मृत्यु पनि भर्खर 3-4 दिन मात्रै भयो उहाँको मृत्यु भएको। र त्यहाँका स्थानीय बासिन्दाहरूको पछिल्लो समय एउटै जिज्ञासा के देखिएको छ भने, जसरी श्रीमतीको चियानलाई सफा गर्ने र फुल चढाउने एक दिन पनि नबिराएर उहाँले गर्नुभयो 2 वर्षसम्म। श्रीमतीको मृत्युको 2 वर्षपछि उहाँको मृत्यु भयो र अब त्यो श्रीमान श्रीमतीकै चिहानमा त्यो किसिमको सरसफाइ, त्यो किसिमको फुल चढाउनको लागि उहाँका सन्तानहरूले समय दिन सक्छन् कि सक्दैनन् भन्ने जिज्ञासा चाहिँ उहाँहरूमा रहिराखेको छ। र यी दुईटा यो हप्ता घटेका घटनाहरूले मेरो मन छोयो र उहाँहरूको आत्माको चिर शान्तिको कामना पनि गर्दछु र तपाईँहरूसँग बिदा लिन्छु। धन्यवाद।